गेस द थिङ्स है ल सोच्नु त सोचेँ मैले त सोचिसक्यो सोचिसकेँ म त फास्ट तपाईँ ल। सोच्नुभयो मान्छे हो मान्छे होइन तपाईँको लिभिङ हो कि नन लिभिङ नन लिभिङ त्यसपछि गएर यो वरिपरि छ यहाँ छैन तपाईँको मेरो पनि छैन त्यसपछि गएर हाम्रो नजिकको केही यो घरभित्रैको घरभित्र छ पाइन्छ पाउन त पाउँछ तपाईँको बनायो भने पाउँछ खानेकुरा हो तपाईँको नि खानेकुरा हो के अरे घरमा बनाइरहनु हुन्छ कि हुँदैन मतलब खाइरहनु हुन्छ कि हुँदैन खाना चाहिँ खाइरहेको हुन्छु तर बनाएको हुँदिनँ तपाईँले खाइरहेको हुन्छु मोमो हो हजुर कति छिटो कि तपाईँको मोमो है मेरो मोमो होइन सुसी गेस गर्नु त खानेकुरा तपाईँले बनाइरहनु हुन्थ्यो नि प्रायः म थाहा पाइरहन्छु नि त मोमो बनाइरहनु तपाईँको कस्तो फेभरेट हो मेरो एकदम फेभरेट हो तपाईँको फेभरेट के होला त चाउमिन हाम्रो घर त के अरे मतलब घरमा तपाईँ बनाइरहेको हुन्छ नि हुँदैन त्यो खानेकुरा घरमा खासै बनाउँदिनँ घरमा खासै बनाउँदैन बनाएन अहिलेसम्म मैले घरमा चाहिँ मैले साह्रै पनि बनाएको छैन मतलब अहिलेसम्म घरै बनाएर खाएकै होइन बाहिर मात्र बाहिर मात्रै अलिकति लाइक हामी नेपालीहरूले खाने हो कि अलिकति इन्टरनेसनल खालको डिस हो के हो तपाईँको भन्नु त नेपालीहरूले अनि खान त नेपाली नै खान्छन् तर जस्तो नेपाली भन्ने चाहिँ होइन जापानिज त्यस्तो जापानिजभित्र पर्ने त्यस्तो कुनै जापानिज चाइनिज त्यस्तो जापानिज पनि सजिलो बनाइदिउँ एउटा हिँडिदिउँ ड्रिङ्क्स हो ड्रिङ्क्समा पर्छ क्या त्यो चाहिँ ड्रिङ्क्स भयो त लस्सी कसले खान्छ लस्सी त्यही बनाउँछु के को त्यस्तो बाहिर गएर खाने होइन घरै खाइहाल्छ के होला त गेस गर्नु नजिक पुग्यो होला नि नजिक म खासै ड्रिङ्क्सको बारेमा मलाई खासै म बाहिर ड्रिङ्क्स नै खान्न खासै नलेज पनि छैन तपाईँ अल्कोहल टाइपको ड्रिङ्क्स नै खाँदैन जस्तो लाग्छ के होला त अब सटहरू भनौँ भने पनि अल्कोहल पनि होइन नर्मलै हो त्यो रुख के अरे छाता के भन्नु त्यसलाई त्यो त अर्कै हो होइन तर मैले भनेको भनिदिउँ मैले भनेको मोक्का मेरो ट्याक्कै तपाईँभन्दा अगाडि चाहिँ दिमागमा अलिकति आएको थियो ल कफीहरू पक्कै पनि हेर्नु रहेछ ल आजलाई यति नै जे होस् उहाँले जित्नुभयो मैले हारेँ आई एम द विनर त्यही पनि ठिकै छ हार जित भइहाल्छ गेममा साथीहरू लस् धन्यवाद